नमस्कार सबैजनालाई स्वागत छ। आजको भिडियोमा रहेर हामी धेरैले प्रयोग गरिने औषधि न्युरोबियन 4 ट्याब्लेटको बारेमा सामान्य चर्चा गर्नेछौँ। यो कस्तो औषधि हो, केको लागि प्रयोग गरिन्छ, किन प्रयोग गरिन्छ, यसले कसरी काम गर्छ, के सावधानी अपनाउनु पर्छ, अनि कि यसको युज के हो, साइड इफेक्ट के गर्छ, डोज कति पटक खाने, यी सबैको बारेमा सामान्य जानकारी दिनेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथै यस च्यानलमा नयाँ आउनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के छ भने न्युरोबियन 4 ट्याब्लेट भिटामिन बी कम्प्लेक्स ग्रुपको औषधि हो। यो कुनै दुखाइ कम गर्ने पेनकिलर होइन र एन्टिबायोटिक पनि होइन। यसलाई न्युट्रिसनल सप्लिमेन्ट र न्युरोट्रोपिक भिटामिनको रूपमा पनि वर्गीकृत गरिन्छ। न्युरोबियन 4 मा के हुन्छ? यसमा मुख्य 3 प्रकारका भिटामिन बी हुन्छन्। भिटामिन बी1 थायामिन, जसले नसाको काम सही राख्न मद्दत गर्छ। भिटामिन बी6 पाइरिडोक्सिन, जसले नसा र मस्तिष्कको स्वास्थ्यका लागि फाइदा गर्छ। र भिटामिन बी12 साइनोकोबालामिन, जसले नसा र रगतका कोष बलियो बनाउन मद्दत गर्छ। यी भिटामिनहरू नसाका पोषणका लागि अत्यन्तै आवश्यक हुन्छन्। न्युरोबियन 4 ले कसरी काम गर्छ? नसालाई पोषण दिन्छ, कमजोर नसा मजबुत बनाउँछ, नसामा भएको सूजन कम गर्न मद्दत गर्छ, हातखुट्टा झमझमाउने, पोल्ने र सुन्निने समस्या कम गर्छ। त्यसैले यसलाई नर्भ भिटामिन पनि भनिन्छ। न्युरोबियन 4 किन र कहिले प्रयोग गरिन्छ? भिटामिन बी को कमी हुँदा हातखुट्टा झमझमाउने, पोल्ने, दुख्ने, नसाको कमजोरी, मधुमेहका बिरामीमा नसा सम्बन्धी समस्या, लामो समय मदिरा सेवन गर्ने व्यक्तिमा अत्याधिक थकान र कमजोरी जस्ता समस्यामा यसको प्रयोग गरिन्छ। सेवन गर्ने सही तरिका, डोज सामान्यतया दिनमा 1 ट्याब्लेट खानापछि पानीसँग खान सकिन्छ, तर डाक्टरले भनेअनुसार मात्रा फरक हुन सक्छ। डाक्टरको सल्लाह अनिवार्य लिनुपर्छ। साइड इफेक्ट के हुन सक्छ? धेरैजसोमा सुरक्षित भए पनि कहिलेकाहीँ वाकवाकी लाग्ने, पेट दुख्ने, एलर्जी, छाला चिलाउने, रातो हुने जस्ता समस्या हुन सक्छ। यदि गम्भीर समस्या देखिएमा तुरुन्त डाक्टरलाई देखाउनु पर्छ। कसले सावधानी अपनाउनु पर्छ? गर्भवती तथा स्तनपान गराइरहेकी महिलाले लामो समयसम्म बिना सल्लाह सेवन गर्नु हुँदैन। अन्य औषधि खाइरहनु भएको छ भने पनि ध्यान दिनुपर्छ। यो भिडियो सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। कुनै पनि औषधि सुरु वा बन्द गर्नु अघि डाक्टर वा फार्मासिस्टको सल्लाह अनिवार्य लिनुपर्छ। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। यस्तै औषधि सम्बन्धी जानकारीका लागि हाम्रो च्यानलमा जोडिरहनुहोस्। धन्यवाद।